धन्यवाद सर। यस विद्यालयका प्रधानाध्यापकज्यू, सहायक प्रधानाध्यापकज्यूहरू, सम्पूर्ण शिक्षक शिक्षिकाज्यूहरू तथा मेरा प्यारा प्यारा विद्यार्थी साथीभाइहरूमा मेरो हार्दिक अभिवादन। आज म यहाँ हामीले यस विद्यालयबाट गरिएको 2082 साल 7 महिना 27 गतेदेखि 29 गतेसम्मको 3 दिने यात्राको अनुभव अथवा प्रतिवेदन प्रस्तुत गर्न उपस्थित भएकी छु। पहिलो दिन 2082 साल कार्तिक 27 गते हामी बेलुकैदेखिको उत्साह, रातभरको तयारी र बिहानैको हतारसँगै मनमा साह्रै रमाइलो हुन्छ भन्ने भावना लिएर विद्यालयमा उपस्थित भयौँ। विद्यालयमा उपस्थित शिक्षक शिक्षिका हाम्रो निधारमा शिक्षक शिक्षिकाज्यूहरूले शुभ साइडको प्रतीक रातो टीका हाम्रो निधारमा भरिदिनु भयो। हामी सबै फोटोहरू कैद गर्दै 9, 10, 11 र 12 कक्षाका जम्मा 105 जना विद्यार्थीहरू र सरहरू र चालकहरू सहित 117 जना भई बसमा सवार भयौँ। हामीहरूलाई हरेक पलमा सुरक्षित राख्ने खिमानन्द पोखरेल सर, सुरेन्द्र पोखरेल सर, तिलवीर घरती सर, सन्ध्या पौडेल म्याम र बालु केसी म्याम, टीका टन्डन सर हाम्रो साथमा हुनुहुन्थ्यो। 3वटा बसहरू, सयौं सपना र सबैको अनगिन्ती हाँसो र उत्साह साथ लिएर हामी यात्रातर्फ निस्क्यौँ। बसभित्र रमाइलो माहौल, घन्टिएको गीत, साथीहरूको तालमेल मिलेको नाच र सरहरूको हाँसो ठट्टाले गर्दा हामी 10 बजेतिर रिडी पुगेको पनि बस रोकिएपछि मात्र थाहा भयो। रिडी पुग्दा बिहानको हावा र कालीगण्डकीको स्वच्छ पानीले नै हाम्रो स्वागत गर्यो। त्यहाँको तातो खाना खाँदा थकान बिर्सिएर नयाँ ऊर्जा प्राप्त भएको अनुभूति भएको थियो। त्यहाँ नयाँ ऊर्जाको साथ बस चढिसकेपछिको छेड त झनै अविस्मरणीय लाग्छ। कालीगण्डकीको मनमोहक दृश्य, गीत, ठट्टा र नाचको मिश्रणले यात्रालाई आफैमा एक छुट्टै चलचित्र जस्तो बनाएको थियो। यस्तै गर्दै हामी म्याग्दीको बेनी बजार पनि पुग्यौँ। बेनी पुग्दा साँझ झर्दै थियो। त्यहाँको वेस्ट पोइन्ट बोर्डिङ स्कुल अवलोकन गर्दा हामीले नयाँ वातावरण, नयाँ विद्यार्थी र नयाँ अनुशासन देख्यौँ। बाँकी समय बजार झार्दै, म्याग्दीको हावा खाँदै अनि तिलवीर सरका मजाकिया गफ र गीतहरू सुन्दै बित्यो। त्यसपछि हामी फेरि बसमा चढ्यौँ। रमाइलो र नाचगान गर्दै हामी करिब 9 बजेतिर मुस्ताङको जोङसोङ पुग्यौँ। जोङसोङको स्नो वाइट सनराइज होटेलमा हामी त्यस रात बास बस्यौँ। त्यहाँको चिसो मौसम, तातो खाना र साथीहरूको अविरल ठट्टाले त्यो रातलाई अझ अविस्मरणीय बनाइदियो। भोलिपल्ट सबेरै उठेर हामी मुक्तिनाथतर्फ लाग्यौँ। जोङसोङबाट बिस्तारै उकालो जाँदा बसको झ्यालबाट देखिएको हिमाल, चट्टान, नदी र पहाडको मिश्रित दृश्यले नै मन तानेको थियो। मुक्तिनाथ पुगेर करिब 300 सिडी चढ्ने क्रममा थकानभन्दा पनि साथीहरूको उत्साह धेरै थियो। मुक्तिनाथ मन्दिरको दर्शन पश्चात त्यहाँको चिसो हावा, 108 धारा, हजारौं तीर्थयात्रीको भिड र विष्णुको अवतार मुक्तेश्वरको बारेमा सुन्न पाएको ज्ञान अझ अविस्मरणीय थियो। यस ठाउँमा विष्णु भगवानले वृन्दाको श्रापबाट मुक्ति पाएको हुँदा यस ठाउँलाई मुक्तिनाथ अर्थात् मोक्षधाम भनिने रहेछ। यो कुरा सुन्न र जान्न पाउँदा मन निकै शान्त भएको थियो। त्यसपछि हामीले त्यहाँ फोटो खिच्यौँ र जोङसोङमा पुगी खाना खायौँ। खाना खाइसकेपछि हामी धुम्बा लेक पुग्दा वातावरण नै जादुमय लाग्यो। त्यो लेक पानको पातको आकृतिमा रहेछ र त्यहाँदेखि नीलगिरी हिमाल स्पष्ट रूपमा देखिने रहेछ। त्यसपछि फोटोहरू खिचेर हामी सरासर बेनीको कस्तुरी होटेलमा पुग्यौँ। कस्तुरी होटेलमा पुग्नुभन्दा अगाडि हामीले रूपसे झरना पनि फोटो खिचेर हल्का रमाइलो गरेका थियौँ। तेस्रो दिन बिहान बेनीबाट निस्केर हामी बागलुङ पञ्चकोट पुग्यौँ। त्यहाँको पिङ, पार्क, मूर्तिहरू, मन्दिर र सुन्दर दृश्यले हामीलाई रमाइलो बनायो। त्यहाँ पनि हामीले फोटोहरू कैद गर्यौँ। त्यसपछि बागलुङ कालिका मन्दिरमा रोकिँदा हामीले पाल्पाको भगवती देवीसँग सम्बन्धित कथा पनि सुन्न पायौँ। त्यहाँको वातावरण पवित्र, हरियाली र मनमोहक थियो। त्यहाँको भजनमा सुरेन्द्र सरको, तिलवीर सरको र खिमानन्द पोखरेल सरको नाच पनि अविस्मरणीय थियो। त्यही नजिकै रहेको झोलुङ्गे पुलमा गएर हिँड्दाको अनुभव त झनै अद्भुत थियो। अन्तिममा मालडुङ्गामा खाना खाएर हामी घरतर्फ लाग्यौँ। बसमा फर्कने क्रममा सबै थाकिसकेका थिए, तर मनभरि भने मिठा स्मृतिहरू थिए र हामी करिब 6 बजे घर पुग्यौँ। यो 3 दिनको भ्रमणले हामीलाई केवल प्राकृतिक र धार्मिक मात्र होइन, जीवनका धेरै कुरा सिकायो। सहकार्य, अनुशासन, समयको मूल्य, साथीहरू बीचको मित्रता, शिक्षकप्रतिको सम्मान र यात्रा जस्तै जीवनलाई पनि सौन्दर्यपूर्वक हेर्ने तरिका सिकायो। मुक्तिनाथको पवित्रता, धुम्बा लेकको शान्ति, रूपसे झरनाको शान्ति, पञ्चकोटको रमाइलो र नाचगान, यी सबैले यो यात्रा हाम्रो जीवनको सबैभन्दा खोजिने र सम्झिन योग्य अनुभव बनेको छ। धन्यवाद।
धन्यवाद राजी पोखरेललाई।